तपाईको बताइदिनु तपाईको एक्सपिरियन्स। म एउटा हाम्रो कम्पनीको वान अफ द बेस्ट म्यानेजर हो। यहाँनिर म आउँदैछु त। यो चाहिँ गाइस कोक है कोक। Hello guys, what do you want to say? Hello people, you're all beautiful in love. Guys, अब गेम स्टार्ट हुनु आँट्यो, स्टार्ट गर्नु आँटेको। हामी अब भेट्यो लास्ट टाइम हामी कहाँ भेटिएका थियौँ? हेलो नमस्ते सेवारो। हेलो एभ्रिवान, गुड इभिनिङ। अहिले अब म चाहिँ यसो के अरे हाम्रो एउटा सानो बिजनेस पार्टी जस्तो एउटा अर्गनाइज गरेछ हाम्रो डाइरेक्टरले। सो त्यहाँ जाँदैछु। अनि आज यहाँ हाम्रो एउटा साथी जेस हाम्रो एउटै बिल्डिङमा बस्दो रहेछौँ। आज दिनेश कार्की है। दिनेश कार्की उहाँ चाहिँ बोल्डमा आबद्ध हुनुहुँदो रहेछ। अब यहाँ हामी माल्टामा त्यस्तै त हो नि, कोही कहाँ होइन, आफ्नो आफ्नो गरी खाने मेलो, कसै कहाँ। अनि त्यही छ है त गाइज। ल यसो टाइम मिलेछ भने होइन, त्यस्तो म्युजिक सिजिक भएन छ भने म कुनै यसो भ्लगिङ गर्ने छु त्यहाँनिरको। त्यहाँ पुगिसकेपछि म तपाईँलाई यसो के हुँदो रहेछ यहाँको रिटेलको बिजनेस मिटिङ। त्यस्तो मिटिङ भने त मिटिङ होइन। अस्ति हाम्रो कम्पनीको के अरे इन्टरनेसनल स्पार्क इन्टरनेसनलको के अरे ओनरहरू सबै भिजिटमा आएको थियो। अनि त्यो भिजिट सक्सेस भएर चाहिँ त्यसपछिको चाहिँ मिटिङ हाम्रो ओनरले डाइरेक्टरले दिनु आँटेको हो। अब त्यो मिटिङ जस्तो भए पनि एउटा ग्यादरिङ पार्टी जस्तो भए पनि अब के तपाईँले मिलाएर बुझ्नु न, मैले भन्नु नआए पनि है त। अब के कस्तो हुन्छ म तपाईँलाई अपडेट गर्नेछु। ल त्यति जेलसम्मलाई फेरि भरे भेटौँला है त। ल बाई। यो वे चाहिँ अहिले त एकदम अहिले टाइम भनेको त कति भयो? 4 बज्नु लाग्यो, तर उज्यालै छ। के छ अहिलेको मौसममा त्यस्तो गर्मी त्यस्तो जाडो पनि छैन। यो अहिलेको मौसम पनि हाल्नको लागि एकदम राम्रो छ। अब विन्टर स्टार्ट हुँदैछ, विन्टर सेसन। सो विन्टर सेसन स्टार्ट भएर यहाँ फेरि नेपालमा असार मास जस्तै हुँदो रहेछ। हावा हुँदो आउने गर्ने, पानी पर्ने त्यस्तै छ। अनि के अरे यहाँतिरको के छ तपाईँको बताइदिनु तपाईँको एक्सपिरियन्स। क्यामेरा देखेपछि क्यामेरा होइन त्यस्तो केही फरक पर्दैन। नर्मली त्यो म त्यस्तो ठुलो भ्लगर पनि होइन, म त स्टार्टिङ बिगिनर हो होइन। जे होस् तपाईँले अब यो गरेपछि मेरो चाहिँ बिलो 5000 यो छ, उहाँले हेर्नुहुन्छ त्यो होइन। सो त्यही भएर अब के कस्तो छ जे होस् खुसी नै हुनुहुन्छ नि? राम्रै छ। अनि फ्यामिलीबाट फ्यामिली हुन्छ कि? ल त गाइज अब लगभग नियरली पनि आइसकियो डेस्टिनेसनको। तपाईँहरूलाई म यसो यहाँ चलको बाटोको अवस्था यसो अपडेट गरिदिएको है त। अनि यदि तपाईँ नयाँ जोडिनु भएको छ भने होइन, मेरो टेलिपोनिक च्यानलमा नयाँ जोडिनु भएको छ भने
तपाईँको एउटा सब्सक्राइबले and welcome to my channel. If you are new, like the guys, हेर्दै गरौँ ल अर्को के अरे सकेपछि है त। अनि हाम्रो सन्दीप राई यो हाम्रो गाउँले उहाँ पनि झापाकै हुनुहुन्छ है बाइ द वे। अनि बिर्तामोड हामी एउटै ब्रान्चमा हो हामी सबै स्पारको। यता हाम्रो कञ्चन रिजाल उहाँ एउटा हाम्रो कम्पनीको वान अफ द बेस्ट म्यानेजर हो होइन। अनि हाम्रो यता राज घिमिरे होइन राज घिमिरे राजकुमार घिमिरे ए हाम्रो आज तपाईँलाई अलरेडी मैले इन्ट्रोमा बताइसकेको छु म आज कहाँ गइरहेको छु भन्ने कुरा होइन। सो ल है त ल यो छ यस्तो यहाँ हेर्नुहोस् यहाँको ढलपलहरू यस्तै छ। अहिले अब हेर्दैछौँ भित्र लिन मिल्छ मिल्दैन मलाई थाहा छैन है। सायद के अरे ऊ आउनसक्छ कपिराइट त्यो भएर है त। यो भनेको त एउटा बेस्ट प्लेस हो उसको लागि होइन। बेस्ट प्लेस हो यहाँनिर बारहरू रेस्टुरेन्टहरू भनेको एउटा माल्टाको एकदम बेस्ट प्लेस हो यो भनेको है त। तपाईँहरूलाई यहाँनिर म आउँदैछु है त। I will get it. Guys, okay, go. Ready? Why that no? Huh? Look this. This सबै हाम्रो एउटै सबैको हो हैन। सबै यहाँनिर आएर Hello people, you're all beautiful and lovely. Have a wonderful evening. We are working the same company. Yes. So he's a food and veg manager on food and veg. He's the one looking, he's the great manager. Thank you ever so much, mate. Really appreciate it. Thank you very much. Cheers, mate. Love you, brother. Guys, अब गेम स्टार्ट हुनु आँट्यो स्टार्ट गर्नु आँटेको यहाँनिर सबै अब यहाँ हेर्नुहोस् न यो यस्तो कस्तुरी हो हामी होइन
अब हाम्रो पालो आउँदैछ टाइम है त अनि म तपाईँलाई किप अपडेटिङ गर्नेछु गाइस हाम्रो केटाहरूले प्ले गर्दैछ है सबै ढलाइन्छ त हाम्रो कञ्चन सरले हान्नु हुँदैछ है त फेरि हाम्रो राजसँग भेटियो लास्ट टाइम हामी कहाँ भेटिएका थियौँ हामी उहाँ कन्सर्टमा होइन नेपथ्य कन्सर्टमा अहिले फेरि यहाँ हाम्रो थोरै बिजनेस सिलसिलामा हो बिजनेसको के अरे हाम्रो के भन्छ हाम्रो बिजनेस पार्टी जस्तो एउटा ग्यादरिङ जस्तो राखेको भनौँ न सबैले होइन यो बेस्ट म्यानेजरहरूलाई यो कम्पनीले राखेको त्यही भएर केही भन्नु छ त फेरि है त हेलो गाइज ल आजलाई अब यसो रमाइलो भयो म यो ब्लग सकेसम्म चाँडै नै एडिट गरेर पोस्ट गर्नेछु होइन जो रमाइलो नै भयो अनि के अरे त्यस्तै हो अब म चाहिँ छिटो निस्केको अब अरू चाहिँ त्यहाँ स्टिल खेलिरहेछन् अहिले सिङ्गिङ कम्पिटिसन के भइरहेछ सो म चाहिँ हिँडेको ल अनि के अरे मेरो यो ब्लगलाई पनि माया गरिदिनु होला अनि लाइक कमेन्ट सेयर गरिदिनु होला है त अनि के अरे थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो यसरी नै म यो भिडियोलाई पनि माया गरिदिनु होला अरू भिडियो पनि लिएर आउनेछु है त ल बाई बाई गाइज